राख्नुपर्छ साथीहरू। दिनमा 3 पल्ट नुहाउने गर्दछु। म चाहिँ यसरी चाहिँ हेलो नमस्ते सबैजना साथीहरूमा। आजको शनिबार यहाँहरूले कसरी बिताउने प्लान बनाउनु भएको छ। मैले चाहिँ शनिबारको दिन चाहिँ एकदमै यहाँ सुँगुरहरूको मलमूत्रलाई चाहिँ भित्रबाट पाइपले अथवा मेसिनले तानेर त्यसलाई चाहिँ भण्डारण गर्ने ठाउँमा लगेर चाहिँ मूत्र र मल छुट्याउने ठाउँमा लगेर चाहिँ म यहाँहरूलाई आजको काम बिताउने योजना बनाउँदैछु। अनिवार्य गर्नै पर्छ मैले चाहिँ, किनभने अब त्यसो गरेन भने अब भित्र भरिएर फेरि तहस नहस हुन सक्छ। त्यसले गर्दाखेरि चाहिँ म त्यो काम गर्न लागिरहेको छु र म चाहिँ दिनमा 3 पल्ट नुहाउने गर्दछु। किनभने दिनमा 3 पल्ट नुहाइएन भने चाहिँ सुत्न पनि सकिँदैन हैन, बस्न पनि सकिँदैन, त्यति साह्रो गनाउँछ। अब म चाहिँ जहिले फोरमा मात्रै काम गरिरहेको हुन्छु, किनभने मेरो कामै अब फोहोरको काम छ। त्यसले गर्दाखेरि चाहिँ म यहाँ सफा सुग्घरका साथ काम गरेको देखाउन चाहिँ यहाँहरूलाई असमर्थ नै छु। अब मेरो काम चाहिँ बङ्गुर फार्म भएको कारणले, बङ्गुर फार्म पनि मेरो एकदमै यो पुरानो खालको बङ्गुर फार्म भएको कारणले गर्दाखेरि चाहिँ अलिक बढी नै गनाउने अनि फोहोर लाग्ने गर्दछ। त्यसले गर्दाखेरि चाहिँ म यस्तै अब फोहोरमा काम गरेको दृश्यहरू नै यहाँहरूलाई देखाउँदै आइरहेको छु। अनि यहाँहरू दिनमा कतिपल्ट नुहाउनुहुन्छ, अर्थात् महिनामा नुहाउनुहुन्छ कि हप्तामा नुहाउनुहुन्छ हैन, अथवा 2 दिनमा एकचोटि नुहाउनुहुन्छ। नेपालमा बस्दाखेरि चाहिँ म पनि 1 महिनामा 2 महिनामा अब 1 वर्षमा मात्र एकचोटि नुहाउँथेँ है। अब यहाँ त त्यो सोचेर भएन। त्यसरी अब एक दिनमा 3 चोटि नुहाइएन भने चाहिँ सुत्नै सकिँदैन गन्धले गर्दाखेरि। त्यसले गर्दा चाहिँ सायद मलाई लाग्छ यसो कहिलेकाहीँ चाहिँ म नमटाउनुको एउटा कारण पनि दिनमा 3 पल्ट त्यो छाला घटेकै गरी नुहाएको कारणले गर्दा होला कि जस्तो लाग्दैछ क्या साथीहरू। ल जे होस्, तपाईँहरूको दिन चाहिँ शुभ रहोस्। सुँगुरहरूको मलमूत्रलाई चाहिँ कसरी के गरिन्छ भन्ने कुराहरू यहाँलाई दृश्य देखाउन खोजिरहेको छु। भिडियोलाई चाहिँ अन्त्यसम्म हेरेर मलाई साथ दिनुहोला भन्ने आशा राख्दै अहिले चाहिँ भिडियोतर्फ यहाँहरूलाई लान चाहन्छु है त। म चाहिँ अब यो मेसिनलाई चाहिँ ल्याएर यसमा जोडेर चाहिँ यहाँबाट म सुँगुरको मलमूत्र निकाल्ने छु साथीहरू। त्यसको लागि चाहिँ यो मेसिन ल्याएर राख्नुपर्छ त्यहाँ। यो मेसिनलाई चाहिँ त्यहाँ लगेर म राख्ने छु है त साथीहरू। यो तारसँगै हिजो अर्कै ठाउँमा निकालेको थिएँ, आज यहाँको निकाल्नु छ। या तार अर्क्यो यार। हावा कत्रो चलेको यार। चाहिँ यहाँ नजिकै लगेर राख्नुपर्छ साथीहरू। लाने यसको ठाउँमा चाहिँ कुन ल्याउने भन्दाखेरि चलाउने उता
यो स्टोर गर्ने ट्याङ्कीमा जान्छ। त्यहाँबाट फेरि मलमूत्र फल्टै छुट्याउनुपर्छ। म यहाँहरूलाई त्यो पनि देखाउने छु है त। यसरी चाहिँ सररररर काम गर्नुपर्छ है साथीहरू। मल चाहिँ यसरी झर्छ है। यसरी झरेपछि यो चाहिँ यो पनि पैसा दिएर पो पठाउनुपर्छ, त्यत्तिकै त लाँदैन नि फेरि।